नमस्कार, टिस्टा टाइम्सको र्यापिड न्युजमा यहाँहरूलाई स्वागत छ। तपाईहरुको साथमा छु म आनन्द छेत्री। प्रस्तुत छ अहिलेसम्मका प्रमुख समाचारहरू। गोरुबथान मालबस्तीको महाकालेश्वर मन्दिर निर्माण समितिको 25 जनाको प्रतिनिधि टोलीले आज गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई सिलगढी पिन्टेल भेलिजमा गर्यो भेट। यस अवधि नयाँ निर्माण गरिने मन्दिरको लागि आर्थिक तथा प्रशासनिक सहयोग माग्न साथै प्रतिनिधि टोलीले कन्सिडर क्लबको नवनिर्मित भवनको उद्घाटन समारोहमा गरे निमन्त्रणा। अर्कोतिर हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीले आज दार्जिलिङको चोक बजारमा सरकारको ट्राफिक जाम समस्याप्रति देखिएको उदासीनता उजागर गर्दै टाँस्यो पोस्टरमा 3 वटा बाँदरलाई प्रतीकात्मक रूपमा पेश गर्दै केन्द्र, राज्य र जिटी प्रशासनप्रति गर्यो घतलाग्दो व्यङ्ग्य प्रहार। सीबीएसईको 10औं अनि 12औं श्रेणीको बोर्डको रिजल्ट आज घोषणा। 10औंमा 93.60% स्टुडेन्ट्स अनि 12औं श्रेणीमा 88.39% स्टुडेन्ट्सहरू भए उत्तीर्ण। विद्यार्थीहरूले एप मार्फत डाउनलोड गरेर हेरे आफ्नो रिजल्ट। सिलगढी मोतरबङ्ग विश्वविद्यालयमा कानुनको अध्ययन गरिरहेका जलपाइगुडीका विद्यार्थी सुब्रज्योति झा लिफ्टको बाहनामा ठगको शिकार बनेर रुपियाँ लुटिए। तथापि 24 घण्टाको अवधिमा नै प्रधाननगर पुलिसले आरोपी पिन्टु शाहलाई रुपियाँ अनि स्कुटीसहित गरे पक्राउ। उनी सिलगढीको झन्कार मोडका बासिन्दा हुन्। पहलगाम आतंकी आक्रमणपछि भारत पाक माझ देखा परेको तनावबीच भारतीय सेनाले चलाएको अपरेसन सिन्दुरपछि देशका प्रधानमन्त्री मोदी आज जवानहरूको हौसला बढाउन पुगे आदमपुर एयरबेस, जहाँ जवानहरूसँग गरे तिनले भेटघाट। पिता अनि 7 महिनाको छोरीको शव घरको कोठाबाट उद्धार भएपछि इलाकामा फैलियो शोकको माहौल। यो घटना जलपाइगुडी जिल्लाको मैनागुडी ब्लकको सिङ्गीमाडी इलाकामा घटेको हो। मृतक दीपक राय झुन्डिएका अवस्थामा अनि नानी ओछ्यानमा सुतिरहेका थिए। सिलगढीमा नक्कली पिस्तौल र धारिलो हतियारहरूसहित 3 जना बदमासलाई एनजेपी थाना पुलिसले गत राति सादा पोसाकमा फुलबारी टिभी सेन्टर छेउबाट पक्राउ गरेपछि आज तिनीहरूलाई अदालतमा गर्यो पेश। पक्रा पर्नेहरूमा अनुसुर रहमान, शाहिदुल इस्लाम र रनित भौमिक सामेल। जिटिए प्रमुख कार्यपाल अनित थापाको 28 मईमा हुने मिरिक 24 नम्बर समष्टि भवनलाई केन्द्र गरेर उनको स्वागतको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक थरपुट डुप्तिन समष्टिका युवा शक्तिद्वारा झण्डा लगाउने कार्य तीव्र गतिमा। न्यू जलपाइगुडी पुलिस थाना इलाकाबाट 4 जना स्कुल पढ्ने नाबालकहरू एकैचोटि हराएको खबरले क्षेत्रमा फैलियो सनसनी। तथापि ती नाबालकहरूलाई पुलिसले त्वरित कारवाही गर्दै दिल्ली पुग्न अगावै ओल्ड मालदाबाट गरियो उद्धार। युद्ध होइन शान्ति चाहिन्छ भन्ने नाराको साथमा आज सिलगढीमा नागरिक मञ्चको तर्फबाट निकालियो एउटा र्याली। यस अवसरमा स्थानीय नागरिकहरू धेरै सङ्ख्यामा उपस्थित भएर गरे विविध नाराबाजी। हवस् त दर्शकवृन्द, अहिलेलाई भने यति नै। हेर्दै गर्नुहोस् टिस्टा टाइम्स।